Chapter खुराइन्द साङसी 39. छुए साहाङ भनेको ग्राइन्डर प्रयोगको समयमा सावधानीको अवस्था। खुराइन्द नन पारुन सोक्तोरो भनेको ग्राइन्डर चाहिँ छिट्टो गतिद्वारा। वेजन हानुन वलबान हेङथे ए भनेको घुम्ने गोलो आकारको। नारुल खाजिन भनेको धार भएको। छन्दोङ खोङ्गुरो भनेको विद्युतीय औजारको रूपमा। मुल्जेरुल छल्लान हागना भनेको सामानलाई काट्ने अथवा मुल्जे फ्योमेनुल मेकुरपके खाल्दे सायोङ हाम्निदा भनेको सामानको सतहलाई चिल्लो गरी धार लगाउने बेलामा प्रयोग गरिन्छ। खुराइन्द रुल इयोम हामेन भनेको ग्राइन्डरलाई प्रयोग गर्यो भने छागबुल सुप्के हाल्सु इज्जिमान भनेको कामलाई सजिलै गर्न सक्ने भए तापनि छागब खुन साङहेरुल इबुल्सु इसुमुरो भनेको कामको समयमा ठुलो चोटपटक लाग्न सक्ने भएको कारणले थुक्फेली छोसिम हेया हाम्निदा भनेको विशेष गरी होसियारी हुनै पर्छ भनेको। मन्ज पहिले छनमनुल भनेको मेन स्विच कोजुल्ते भनेको घुसाड्ने बेलामा ग्राइन्डरको मेन स्विच कजिन भनेको अफ साङथे इन्जिरुल भनेको अवस्था छैन भनेर वारिने हाम्निदा भनेको चेक जाँच गर्नै पर्छ भनेको। ग्राइन्डरको नारुल भनेको धारलाई खिउजे हाल्तेदो भनेको परिवर्तन गर्ने बेलामा पनि फान्दुसी अनिवार्य मेन स्विचलाई बन्द गर्ने अवस्थामा छागप हे हाम्निदा भनेको काम गर्नै पर्छ भनेको। तोआन भनेको फेरि काम गर्नु अघि भनेको छागप छने भनेको काम गर्नु अघि चाहिँ फो आनगेङ इना भनेको सुरक्षा चस्मा अथवा फोहोर नछिर्ने मास्क इत्यादि जस्ता सुरक्षित सामग्री यो छाक्योङ हागो भनेको लगाएर ग्राइन्डरमा यो आन्जन खब भनेको सुरक्षा कभरलाई जडान गर्नुपर्छ भनेको। वाजेगा भनेको आगो लागि फाल्सेङहाल भनेको उत्पन्न हुने खानुङसँगै भनेको सम्भावना इगिते मुने भनेको भएको कारणले यो छुफेनुल छङ्री हागो भनेको वरिपरि व्यवस्थापन गरेर सोहागिरुल भनेको अग्नि नियन्त्रकलाई फाजी या हानुन गत्तो भनेको तयार गर्ने कुरा पनि यी अझ सनन आन्थोइम्निदा भनेको बिर्से भने हुँदैन भनेको। कामको मध्येमा ओभरलोड भयो भने ग्राइन्डर माथितिर उछिटेर आउने अथवा छल्लान हानुन भनेको काट्ने सामग्री आफूतिर उछिटेर जाने खिबेक भनेको पछाडि ढकल्ने बल भनेको यो हेङसाङी भनेको चाहिँ घटना नाथानिल भनेको देखा पर्न सक्ने भएको कारणले आज भनेको ज्यादै छोसिमे हाम्निदा भनेको होसियारी हुनुपर्छ भनेको। फादागी भनेको भुइँमा मुल्सेरुल भनेको सामानलाई राखेर काट्ने काम गर्ने बेलामा ग्राइन्डरको धार यो आनचक्रो र विनचक्रो भनेको भित्रतिर वा बायाँतिर फर्किने गरी समात्नै पर्छ भनेको। ग्राइन्डरको उपयुक्त सायङफपमान भनेको प्रयोग गर्ने तरिका मात्र मा बानी बसाले भने पनि खतरादेखि आफूलाई सुरक्षित गर्न सकिन्छ भनेको।